राम भक्त प्रेमीहरूलाई स्वागत न्यानो अभिवादन टक्राउँदै आज कमेरे जीवन ज्योति समाजमा रामनवमी है आज भव्य रूपमा मनाउने सालै पछाडि यो खालको कार्यक्रम जारी छ। यता बुहारी भाउजू सबै बसेर पूजाको लागि है सबै सेवाको भावना लिएर उपस्थित हुनुहुन्छ आज रामनवमीको पूजामा सबैजना। यता आमैहरू हवनको लागि तिल मोस्नु साइराम भन्नु खोइ जोटले माथि उठाएर साइराम यता फेरि बुढाबुढी सबै लाग्यो है सबैजना हवन अब चाहिँ कुछ हुन लागेको छ है। क्विज कम्पिटिसनमा सहभागी जनाउनु हुने अति आदरणीय हाम्रो छोराछोरीहरू हुनुहुन्छ र उहाँहरूले चाहिँ अब कस्तो के जवाब दिनुहुन्छ है त। रेडी हो क्विज कम्पिटिसनमा? रेडी हो? याद छ रामको बारेमा? रामको कथा याद छ? याद छ नि है? क्वेशन ओके फर्स्ट क्वेशन रामायण सबैले सुनेको नेपाली भाषामा रामायण भानुभक्त आचार्यज्यूले लेख्नु भएको थियो भने ओरिजिनल जुन चाहिँ संस्कृतमा लेखिएको रामायण थियो कसले लेख्नु भएको? ल ठिकै छ कसले हात उठायो? ल वेलकम। ल यता भयो नाम भन्नुभयो वाल्मीकि भनेर र पुरा नाम चाहिँ के भन्नुहुन्छ उहाँलाई? उहाँलाई सोधेको उहाँलाई सोधेको श्री वाल्मीकि भनिँदैन, उहाँलाई श्री लाग्दैन, महर्षि वाल्मीकि कतिवटा काण्ड छन् अनि के नाम पनि भन्नु। रामायणमा कति काण्ड छन् अनि के बारे सिरियल भन्न कन्टिन्यू। बालकाण्ड, अयोध्याकाण्ड, अयोध्याकाण्ड, कृष्णकाण्ड, सुन्दरकाण्ड, उत्तरकाण्ड, युद्धकाण्ड। अब पुरस्कार थाप्नु आउनु। नाम के हो? आयुष्ना। आयुष्ना? भेरी गुड भेरी गुड भेरी गुड नेक्स्ट है हाम्रो। र अघिल्लो प्रश्न अलिकति कठिन छ होला सायद है। र अघिल्लो प्रश्न छ रामायणको कथा जसले सुनेको त जान्नुहुन्छ है। फेरि रामायणमा कति हजार श्लोक छन् र कति काण्डमा रचिएको छ? कति काण्डमा रचिएको छ उत्तर अघि भनिसक्नु भएको छ। र रामायणमा कति हजार श्लोक छन्? यो पनि अस्ति पर जुन चाहिँ मन्दिरमा जो नानीहरू कथामा पास टु प्यारेन्ट्स गुरुजी भन्नुहुन्छ गुरुजीले पनि भन्दा भयो गुरुजीले 1000 श्लोक छन्। यस त्यो ती 24,000 श्लोक चाहिँ 7वटा काण्डमा विभाजन गरिएको छ। त्यही कारण अघि 7वटा काण्डको आयुष्मा गर्ने आन्सर भन्नुभयो। त्यो पनि कसैले उत्तर दिन्छ छ। यता हाम्रो टाइम किपर विजय सर अलिकति ध्यान गरिदिनुहोस् होला, एकदमै सजिलो क्वेसन छ है। जसले छिटो उठेर जय श्रीराम भन्नुहुन्छ आन्सर भन्नु पर्यो। जय श्रीराम भन्यो भने मात्रै पाउँछ है फेरि बोल। जय श्रीराम भन्नु पर्यो है। जय श्रीराम भन्नु पर्यो। एकदमै सजिलो क्वेसन छ है। जसले छिटो उठेर जय श्रीराम भन्नुहुन्छ आन्सर भन्नु पर्यो। जय श्रीराम भन्यो भने मात्रै पाउँछ है फेरि बोल। जय श्रीराम। You come to Delhi?
नेक्स्ट क्वेसन ध्यान दिएर सबै एन्सर भन्नु पर्यो ल मल्टिपल आन्सर छ राम लक्ष्मण भरत र शत्रुघ्नको माताहरूको नाम के हो कौशल्या कैकेयी सुमित्रा कसको को थियो अलिकति त्यो पनि शत्रुघ्न र लक्ष्मणको सुमित्रा कौशल्याको राम अनि कैकेयीको भरत सही उत्तर यो जानकारीको लागि राजा दशरथका 3 पत्नी थिए नाम के थियो कौशल्या कैकेयी र सुमित्रा ओके र कौशल्याको भगवान श्रीराम थिए भने जेठा पुत्र कैकेयीको भरत र सुमित्राको लक्ष्मण अनि शत्रुघ्न थिए सबैलाई थाहा छ माता कैकेयीले सुन्नुहुन्छ माता कैकेयीले राजा दशरथसँग मागेका 2 वरदान के थिए उहाँले 2 राजा दशरथले प्रशंसा राजा दशरथले कैकेयीले माता कैकेयीले राजा दशरथलाई 2टा वरदान माग्नु भएको थियो के थिए 14 वर्ष पुगेपछि रामलाई वनवास पठाउने अनि त्यहाँदेखिको भरतलाई राजगद्दी दिने एकदम सोचेर भनिहाल्नु पर्यो लक्ष्मणको पत्नीको नाम के थियो जय श्री राम भनिहाल्नु नाम जटले बना जटले जटले नाम के भन्नुभयो उत्तर के भन्नुभयो रुक्मणी भन्नुभयो ठिकै छ अरु नेक्स्ट उर्मिला आमाको नाम याद रहेछ त अन्त उर्मिला क्वेसन भन्नु त लक्ष्मणको बुढीको नाम उर्मिला रामायणको एउटा एकदमै फेमस पात्र है सुपर्णखा को नाक काटेको थियो भने थाहा छ नि है सो सुपर्णखाको बहिनी सुपर्णखा कसकी बहिनी थिइन् विजय सर भन्नुहोस् कसले म अहिले क्वेसन रिपिट एकछिन उत्तर सही हो पक्का लकिया जाए तो कंप्यूटर से रावण ने ताला लगाइए रावण को बुढ़ी का नाम क्या है एकदम सजिलो प्रश्न छ अघि हामी नाम सुनेको छौँ है नाक काटेको मान्छे र सुपर्णखाको सुपर्णखाको नाक कसले काटिदियो लक्ष्मण उत्तर सही हो यता हाम्रो प्यारेन्ट्स पार्टीबाट उत्तर सही हो रेडी नेक्स्ट क्वेसन हल्ला नगरिदिनुहोस् ल हल्ला एकदम साइलेन्टै सुन्नुहुन्न फेरि क्वेसन सजिलो छ है माता सीता थाहा छ सबैलाई माता सीता कसकी छोरी थिइन् माता सीता कसकी छोरी थिइन् पार्वती पिताको मात्रै छोरी हुने कुरा नाम आन्सर के हो आन्सर
जनक र माता सुनैना त्यो उहाँको हुन्थ्यो। जनकपुर अहिले वर्तमान नेपाल देशमा पर्छ त्यो है। जनकपुर देशको राजा जनक र रानी सुनैनाको पुत्री चाहिँ सीता माता थिइन्। तपाईँलाई जानकारी है। नेक्स्ट प्रश्न